विराट कोहलीको नाम त धेरैले सुन्नुभयो होला, संसारका महान क्रिकेटर। उनले एउटा रिसेन्ट पोडकास्टमा एउटा सनसनीपूर्ण कुराको खुलासा गरेका छन् कि उनी इम्पोस्टर सिन्ड्रोमबाट चाहिँ गुज्रिरहेका छन् अरे। के हो यो इम्पोस्टर सिन्ड्रोम भनेको? कतै तपाईँहरू पनि इम्पोस्टर सिन्ड्रोमबाट गुज्रिरहनु भएको त छैन? इम्पोस्टर सिन्ड्रोम भएका व्यक्तिहरूमा आफूमा जति धेरै क्यापेसिटी, स्किल, ट्यालेन्ट हुँदै पनि आफूले आफूलाई एकदम धेरै डाउट गरिरहेका हुन्छन्। म चाहिँ योग्य छैन, म यो अयोग्य छु, मभन्दा खतरा अरू छन्, मैले यो कामहरू बिगार्छु, म गर्न सक्दिनँ भन्ने एकदम धेरै डाउट राखिरहेका हुन्छन्, डर पालिरहेका हुन्छन्। केही कुराको सफलता हासिल गरे भने पनि उनीहरूले त्यसलाई लकसँग जोडेर हेरिरहेका हुन्छन्। उनीहरूको आफ्नो कडा मेहनत, परिश्रमलाई स्वीकार गर्न सक्दैनन्। अरूले उनीहरूलाई प्रशंसा गरे भने पनि एकदम असहज महसुस गर्छन्। सधैँ आफूले आफूलाई पछाडि परेको महसुस गरिरहेका हुन्छन्, जसले गर्दा लङ टर्म डिप्रेसन, एन्जाइटी, स्ट्रेस जस्तो विभिन्न मानसिक समस्याहरू निम्त्याउन सक्छ। संसारकै उत्कृष्ट ब्याट्सम्यानलाई त आफ्नो क्षमतामा शङ्का हुन्छ भने तपाईँलाई आफ्नो पढाइ, जागिर वा करियरमा त्यस्तो डर लाग्नु सामान्य हो। यसको अर्थ तपाईँ कमजोर हुनुहुन्छ भन्ने होइन, बरु तपाईँ आफ्नो कामप्रति धेरै गम्भीर हुनुहुन्छ भन्ने हो। त्यसैले आफ्नो सफलताको श्रेय आफैलाई दिन सिक्नुहोस्। के तपाईँलाई पनि कहिल्यै यस्तो महसुस भएको छ? कमेन्टमा भन्नुहोस् र यस्तै माइन्ड गेमहरू बुझ्नका लागि अहिले नै फलो गर्नुहोस्। धन्यवाद।